हो, हजुरहरूले आज मलाई मेरो स्टुडेन्टहरूले फोन गर्नुभएको थियो। उहाँले केही पनि चिज चाहिएको भने पर एकदमै समयमा दिनुहुन्छ, मलाई धेरै राम्रो लाग्छ। किनभने पर यो टाइम भनेको म्यानेजमेन्ट गर्नलाई धेरै नै मुस्किल हुन्छ। धेरै छिटो पहिला भनिदिइसकेपछि उहाँले मलाई एकदम इजी लाग्छ र बनाउनलाई म एकदम रिल्याक्स भएर राम्रो तरिकाले बनाउन पाउँछु, अझै स्वाद मिसाउन सक्छु कि भन्ने आशा लाग्छ। त्यसै कारणले मैले हजुरहरूलाई, किनभने पर मेरो कुनै स्टकमा सामान रहँदैन, म एकदमै फ्रेसली प्रिपरेसन गरिरहेकी हुन्छु। हजुरहरूले देख्न सक्नुहुनेछ म के गरेकी छु भनेर। हजुरहरूको सामुनै बनाउने गर्छु म। मैले कुनै स्टकको सामान म युज गर्दिनँ। एकदम फ्रेस पाउन सक्नुहुनेछ। यस्तै यस्तै भिडियोको लागि र हजुरहरूको अर्डरको लागि म एकदम रेडी हुनेछु र हजुरहरूले पनि मसँग अर्डर गर्न सक्नुहुनेछ। थ्याङ्क यू सो मच, सपोर्ट मी, प्लिज अर्डर न सकेको छ। मेरो यो फ्राई राइस हो, हजुरहरूले देख्न सक्नुहुनेछ। यस्तै गरेर नै बनाएको हो। कसरी बनाएँ भन्ने सबै प्रिपरेसन मैले हजुरहरूलाई देखाइदिइसकेँ। थ्याङ्क यू सो मच। हजुरहरूले पनि